जन्म कुण्डलीमा धन योग हजुरको पनि लुकेको हुन सक्छ। त्यसलाई कसरी थाहा पाउने आज जानौं है त। ज्योतिष शास्त्र अनुसार हजुरको जन्म कुण्डलीको 2nd हाउस, 11th हाउस र 9th हाउसलाई धन, आम्दानी र भाग्यको मुख्य संकेतको रूपले मानिन्छ। विशेष गरी हजुरको कुण्डलीमा गुरु, शुक्र र बुध ग्रहको अवस्था राम्रो छ भने हजुरको धन कमाउने क्षमता बढेर जानेछ। यदि हजुरको कुण्डलीमा 2nd हाउसको स्वामी ग्रह 11th हाउसमा बसेको छ वा 9th हाउससँग राम्रो सम्बन्ध बनाएको छ भने तपाईको कुण्डलीमा धन कमाउने स्ट्रङ योग बनेर जानेछ। बट तपाईको कुण्डलीमा धन योग हुनु मात्र पर्याप्त हुँदैन। तपाईको कुण्डलीमा चल्दै आएको दशाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। हस्त धन्यवाद।